अनि उसको बुढा चाहिँ विदेशमा छ तर हाम्रो सोही पर्दैन सिलेर उसको दिदी हो किन उयो एकछिन भन्नुमा जाँदैछु यहाँ चाहिँ कस्तो आइटम गर्छु ल हामी हेर्दैमा छौँ है त भन्नुमा जाँदैछु यहाँ चाहिँ कस्तो आइटम गर्छु ल हामी हेर्दैमा छौँ है त खालि आउँछ कि फुलहरू मम्मी चाहिँ चोकमै बस्नुभयो म र भाउजू चाहिँ हेटौँडा बजारमा लाग्यौँ ठ्याक्कै अहिले चाहिँ राप्ती पुलमा पुग्यो हामीहरू हुँदैछ त्यो बगरमा हुन्छ छठ पर्व मनाउने बस पार जान्छ यहाँ ओरिन्छ यति ठुलो यहाँबाट यहाँसम्म हस्पिटल यो गेटसम्म हस्पिटल छ बजारमा सबै राखेको खै सल पनि पाएन भइसक्योहरू कार्तिक महिना जान होइन सुरु भइसक्यो गर्मी जाडो होइन गर्मी छोड्दैन भिडभाड भन्नुमा जाँदैछु यहाँ चाहिँ कस्तो कस्तो आइटम पाउँछु ल हामी हेर्दैमा छौँ है त खालि आउँछ कि फुलहरू आउँछ हेरौँ मान्छे चाहिँ भिडियो रहेछ के ल्याएन हामीलाई यस्तो लुगा ठिक भएन चाहिँ अब सानो सानो किन्छौँ साथीहरू अब चाहिँ हामी ठुलो पनि आउनुहुन्छ काठमाडौँबाट ठुलोसँग भेट भइसक्यो फुपू कहाँ आउनुभएको तपाईँ डायलेक्ट्रिक लाउन आएको हो हजुर ल अब हामी सामान किन्छौँ यहाँ अब हेटौँडा गएर आइसक्यो हामीहरू बस्तीमै किन्नु पर्ने भयो सामानहरू अलिअलि किनेर ल्याइसक्यो हामीले अब यहाँ पनि किन्छौँ अलिअलि सामान सस्तो मिठाई आयो 240 अलि डिस्काउन्ट गरेर गर्ने लास्टमा फेरि अलिकति 1-2 रुपियाँ गरिदिउँला 1-2 रुपियाँ 1-2 सय ठिकै छ पुग्छ कि हामी सामान
भाँडा फुपू बनाउनु भइसक्यो टिका लाउनलाई र भोजन लागेको बनेर हिँडेको हो मा ओ मा अब खाने नि मै ल्याउने नि मै ल्याउने नि मै ल साथीहरू हाम्रो चाहिँ यस्तै ल्याइसक्यो हामीले यस्तै हुन्छ हाम्रो चाहिँ खिर्चीमिर्चीहरू अब चाहिँ हामी बिहान देखाउँछौँ सिमेन्टहरू चाहिँ फ्रिज राख्नुपर्ने हुन्छ अरू चाहिँ बाहिर राख्नुपर्ने हुन्छ हामीहरूले मान्छे आएर भोक छु मेरो आएर खुट्टा बन्दैछु फुर्किने बेगी त्यहाँ दुख्छ आमा बिचरा फुर्किने बेगी त्यहाँ दुख्छ आमा बिचरा के गर्ने होला भगवान् नौटङ्की पनि यति छ कि फेरि यसरी हिँड्दा चाहिँ दुख्दैन फेरि ल सामान पनि ठिक्क भयो ल बाई 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 ल हाम्रो यहाँ सामान आइसक्यो यसपालिको ठुली फुपू र माइली भदैनी भएर टिका लाउनु पर्ने हुन्छ हामीले हेर्न त गाइस हाल भाउजू चाहिँ खाने बस्ने हेर्ने टुलटुली गरेर खाने बस्ने मैले पो धोका भन्दैछ त यहाँ ए पनि सँगसँगै हिँड्नुपर्ने फेरि सँगै घरमा पनि ल्याउनु पर्ने आफै खानु पर्ने रे फेरि अनि परिहाल्यो नि यस्तो नि हुन्छ हुन्छ त नि हुँदो रहेछ यस्तो हुनु परिहाल्यो नि मेरो मकै ल फुपू कति खुसी लागेको छ कति वर्षमा टिका लाउनु भयो फुपू लगभग भयो होला भाइ एकछिन टिका लाउनु भएको मैले चाहिँ नलागेको भयो 7 वर्ष 7 वर्ष अनि आमा 7 वर्षपछि टिका है 7 वर्ष हो ठ्याक्कै यसपालि चाहिँ म टिका लाउन जान पाएन त्यसैले पाइरहेको छु मैले है टिका लगाएको भए चाहिँ झन् बढी दुःख हुन्थ्यो कि तपाईँलाई आउनु भयो तिहारको किलमिल गरेर ल फर्किनु भएको अनि टक्क लगाएर हारो मम्मी के हो दिदी बहिनी सबै मिलेर हो टिका लाउनु तपाईँहरू कतिजना लिन्छ मम्मी 4जना बोलाउने हो 4जना होइन है 5जना अन्त नि हाम्रो मम्मीहरूको 5जना हाम्रो फुपू र म गऱ्यो भने 2जना नत्र म एक्लै हुन्छु साथीहरू यो कसले यस्तो गरेको है हुन्छ हजुर ओ रोहन के गरेको यो यो कसले निकालेको यो यिनीहरू कसले निकालिदिएको हो फेरि भेट्छ नि फेरि तिमीहरूले फेरि बिगाऱ्यो भने हाउडा झरेको भने 32 तिमीहरू तँ कहाँ जाने देश भेर नजाँदा हुँदैन जानै पर्छ हेर रोइराख्यो नि देश भेर हेर नजाने भनेको रोइराख यहाँ जाने हो कि ल जाने भयो अब त्यहाँनिर अर्को लुगा लाउने नयाँ लुगा लाउने अनि कपाल कोर्ने अनि चिटिक्क पारेर ल्याउने अनि देश पछाडि जाने लुगा लगा अर्को जुन लगाइ हुन्छ सफा लुगा लाउनु पर्यो जस्तो लगाइ हुन्छ लगाऊ लुगा लगाऊ यस्तै भयो ल खेल्न जाने नजाने यता टोलमै हो क्या यसपालि त हामी फुपू टिका लाउने हो तर खुसी हुन्छ नि फुपू यत्रो वर्षपछि लाउँदा कसको हो ठिकै छ त हामी घरमा स्याहरूको नाक त ठुलै हुन्छ कि यस्तो फर्केको फुपू छड्के सुझाबाट के अरूका अलि छड्के हो यस्तो के कसैको नाक नभएर टेन्सन कसैको नाक भएर टेन्सन किन टेन्सन लिने हो र नि है सबै जुनलाई नै हुन्छ उयो सेट उयो रातो लगाऊ न लातो लगाऊ खाँगे भयो तास खेल्ने हो कि हामी एकछिन खेल्ने खाजी भयो रहान याउ त कमन बेबी देश भेल खेल्न जाने देउसी भेल खेल्न जाने ऊ यतिरै
यतातिर है नजाने साँच्ची ल ठिक छ हामी मात्रै जाने है सोफिया अब लुगा लाउँछ साथीहरू खै राम्रोसँग भटाउनु पर्यो नि त खै त खुसी नभटाउने खुसीलाई लाज लाग्यो ल ल भटालो भटाको को ल्याउँछ सक्यो राम भाइली राम छिटो गर्नु आन्टी दसुरे दसुरे ए सुन्दर लागो बख्रो ए सुकिसक्यो गग्रो ए हुनै आटे ए यो घरको आन्टी ए खस खस खुसखुस ए गर्दै होलिन् ए ल्याउनै आटे ए 1000 को नोटै ए छाम्नै आटे ए ल्यायो ल्यायो छिटो ल्यायो ल्याउनै आटे ए दुबईको डलर ए जानै आटे लिराम ए आकुम पाकुम ए सेलुडी चाकुम ए भाइलिराम मान ए राम्ररी भन ए रातो माटो आइ चिप्लो बाटो ए राम्ररी भन ए शर्मिला कन ए राम्रो भन किनेहरू साथीहरू हामी चाहिँ अब देउसी भैलो खेल्न जान लाग्यो देउसी भैलो हाम्रो ग्याङहरू सुजिना हाम्रो ग्याङ अर्को लदेर छिराउ यहाँ तिम्रो देखाएको छैन हेलो गाइस ह्यापी दसैँ गाइस दसैँ आज 1 2 3 गो ह्यापी दिवाली उयो झिलमिलिम गएर के रन चिराउ ल हाम्रो रन बाजे चाहिँ त्यहाँ लगाएको छ हामी 4 जना यसो दिन यस्तै के क्लिम ह क्लिम क्रिम 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 अस्ति नै लाग्छ अघि तिमीलाई पनि लाउनु पर्ने क्रिम ल आइज दिदी दिदी भाइ अस्ति नन्दन सुइने गोरो छ अबे त्यस्तो भन्नु हुँदैन नि त्यस्तो भन्नु हुँदैन नि अघि लाउनु दिनुपर्छ क्या साथीलाई पर्दैछ यहाँनिर मेकअप गर्दैछ दुईजना चाहिँ यता फर्केर दुईजना खै सबै हो मेकअप आर्टिस्टहरू के सुजना तिमी मेकअप गरेर गर्छ अरे कहिले चाहिँ गर्दैन अरे गर्दैन अरू बेला साथै गर्छ ल सोफिया यता फर्क तिम्रो यस्तो मेकअप गरेर यस्तो गर अब रेडी भइसक्यो दुईजना भइसक्यो क्या हुन्छ अब जाउँ अझै लगाइदिनु सुजना टेप्पा ल ल ल यिनीहरूलाई चाहिँ यिनीहरूलाई देउसी भैलो खेल्न एकदम मेकअप गर्नुपर्ने बाबा यिनीहरू दुई कहिले बोल्दै नबोलाउने हिँड्छ कहिले चाहिँ फेरि साथी भएर हिँड्छ है र दुईजना भइसक्यो भयो भयो कि भयो ल भयो रोहनलाई के गर्नु पर्दैन है रोहनलाई भइसक्यो भइसक्यो सबै ल भयो क्या अब जाउँ जाउँ गाइजहरू जाउँ खै तिमीहरूले पैसा बोक्ने खुतुर्के बोक्यो मैले दिउँ ममलाई मैले दिउँ हामी चाहिँ घरबाट निस्किएको देश भयो खेल्नलाई 3-4 जना छिटो गाइजहरू नानो राम्ररी भन देउसुरे आइ शर्मिला कन देउसुरे आइ भन न भन देउसुरे आइ शर्मिला कन देउसुरे आइ छन माथि गिरो र आइ आखुम बखुम देउसुरे आइ सेलटी चक्कु देउसुरे आहाइ लत्तो बाटो देउसुरे आइ चेलो बाटो देउसुरे आइ लडाइ पर्दै देउसुरे आइ आएका हामी देउसुरे आई झिलमिली
बिसुरे वर्षको चाडबाडमा देउसुरे एक महिनामा हामी आगे 5 मिनट भएन आहाय भन मेरा भाइ हो देउसुरे आइ राम्ररी भन देउसुरे आइ शर्मिला कन देउसुरे आइ भन न भन देउसुरे आइ राम्ररी भन देउसुरे आइ शर्मिला कन देउसुरे आइ छानामाथि खेरौला देउसुरे आइ कति दिन छ हेरौला देउसुरे आइ रातो माटो देउसुरे आइ चिप्लो बाटो देउसुरे देउसुरे आइ केकको झिलिमिली देउसुरे आइ बत्तीको झिलिमिली देउसुरे आइ बत्तीको झिलिमिली देउसुरे आइ फुफु खै त देउसुरे बाटो देउसुरे आइ चिप्लो बाटो देउसुरे आइ लड्दै पढ्दै देउसुरे आएका हामी देउसुरे हात्तीको नटै देउसुरे ए दिनु भयो कि भनेको कि भइस ल ल ल ल ल सिमीले देउसुरे आहै वासै गरुन् देउसुरे आहै वासै गरुन् देउसुरे आयो घरैमा देउसुरे ए सबैजना देउसुरे आहै निरोगी बनुन् देउसुरे आहै निरोगी बनुन् आहै धन सम्पत्तिले देउसुरे आहै भरिपूर्ण देउसुरे आहै भइमा जाउन् सिमी 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 पाकेको सिमी यो घरैमा बस्छु छैला सिमी ओ ल गयो फुफु हामीहरू उही फुफु देखेन ल है ल हामी 4 जना ग्याङहरू हिँड्दैछौँ यहाँ देउसीभरि खेल्नलाई आज है अँ खेले हामी हुन्थ्यो के हुन्थ्यो अहिले बाबा ओइ ल ल खाना खाएको भएर वा पानी खाना आगो पानी खाना नि राति म साथी घरमा देउसीभरि खेल्न त म 70 दिएँ यसले 70 रुपियाँ दियो अनुहार देखाएको छैन अनुहार देखाएको छैन यसले मेरो पछि नानो अनुहार देखाएको छैन यो यसको नाम जिना तामाङ हो डोठेको हो यो चाहिँ अनि उसको बुढा चाहिँ विदेशमा छ तर हामीलाई सही पनि पत्ता नै सिजिन उसकै दिदी हो फेरि हिँड्न उयो एकछिन देउसुरे आइ केराको खम्बा देउसुरे आइ 3 भाइ जम्मा देउसुरे आइ 3 भाइ जम्मा देउसुरे आइ आखुम बाखुम देउसुरे आइ सल्लोटी चक्खुम देउसुरे आइ सल्लोटी चक्खुम देउसुरे हाय विदेशी डलर देउसुरे कौन में देउसुरे चागल थेरी राम्ररी भाडा देउसुरे नाचे आहै भन भयो देउसुरे आहै राम्ररी भन देउसुरे ओ शर्मिलाई कन देउसुरे आहै झिलिमिली झिलिमिली देउसुरे एक एकका झिलिमिली देउसुरे एक बत्तीको झिलिमिली देउसुरे बत्तीको झिलिमिली देउसुरे आहै वर्षमा दिनको देउसुरे आहै चाडै मनाउन देउसुरे आहै आएका हामी देउसुरे आहै आएका हामी देउसुरे हे राम्ररी भन देउसुरे हे शर्मिलाई कन देउसुरे हे भनेर भन यो घरको आमै देउसुरे ए ल्याउनै आटे देउसुरे ए हजारको डलर देउसुरे ए विदेशी डलर देउसुरे ए झार्नै आटे देउसुरे ए झार्नै आटे देउसुरे ए घरबेटी आमै देउसुरे ए घरबेटी बज
अझै ए ल्याउनै आँटे ए ल्याउनै आँटे ए राम्ररी भन ए स्वर मिलाइकन ए देउसिरी भन ए स्वर मिलाइकन ए राम्ररी भन ए यो घरको आमै ए हाँस मात्र ए छोरी चाहिँ पनि ए डेन्जर नाच्छ ए भन ए राम्ररी भन ए स्वर मिलाइकन ए भन न भन ए टच 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 दोस्रो भन ए कम्बर मस्काउ ठस ठस ए राम्ररी भन ए ओहो थ्याङ्क यू आहै यति पैसाले ए टोक ए आहै यति पैसा ए टोक्नु कि बोक्नु ए कति चुतिया ए ओछेन मुतिया ए मलाई आमा थ्याङ्क यू आहै यति पैसा चाहिँ ए जुई कम्पनी आउँदैन देउसुर ए $20 ए झार्नै आँटे ए यो घरको आमा आई यो घरको बुवा ए टालटाल टुलटुल ए हेर्दै हुनुहुन्छ ए भन न भन ए स्वर मिलाइकन ए राम्ररी भन ए झिलमिली रातमा ए जुन छैन साथमा ए जुन छैन साथमा छैन के पनि तारा छ जुन छैन त्यहीबाट भनेको साथीहरू ल है ल ए आउनै आँटे ए $20 ए झार्नै आँटे ए 1 घन्टा भयो ए लाओ जाबी 22 ताई दीदी और ग्राम 700 साला पनि खेल्दैन हामी तपाईँ घरमा आउँदैन हामी यही माग्छु ए ह्याप्पी वाला ए टिआर फुबाजु ए अटो वाला ए ड्राइभर दाइ 1000 दिनु अब फुबाजु र यहाँ एकैचोटि दिने हो यहाँ दिने फुबाजु ओ हेलो म्याडम नाटक पार्ने हो तपाईँ अबे 2 घन्टा भइसक्यो $20 भनेको उन यहाँ पैसा दिन्छु यति पैसा ए टोक्नु कि बोक्नु ए टोक्नु कि बोक्नु टोक्नु कि बोक्नु ए भयो हामीलाई ए भन साथी हो ए राम्ररी भन ए स्वर मिलाइकन यो पैसा ए फुपूको भयो ए फुबाट भयो ए यो घरबाट पनि ए दक्षिणा चाहियो ए भन भयो ए राम्ररी भन आहै स्वर मिलाइकन ए स्वर मिलाइकन ए स्वर मिलाइकन ए भन यो चाहिँ थापिकन थाम भयो साथीहरू 100 रुपियाँ नोट ए दिनै पर्छ ए यति पैसा ए हुँदैन ए 20 रुपियाँ पनि ए पुग्दैन 100 रुपियाँ नोट ए 100 रुपियाँ नोट यहाँ हेर्नुस् यो घरैबाट 220 दिएको छ धन्यवाद ए दिनु ए दिनु भन्छ बिहा भन अब यति भयो रैमा बसुन हैन सिमी ताली किनेहरू ताली खोइ ताली पक्राउनु सबैले 1 2 3 गो ताली ह्यापी टियर गाइस साथीहरू हाम्रो पैसा चाहिँ यति भइछ हाम्रो पैसा हाम्रो मेहनत हाम्रो चिचावट यत्रो भइछ यहाँसम्म यहाँ देखा हाम्रो पैसा हेर्ने गाइस 1 लाख 2 लाख 3 लाख 20 30 40 50 60 65 3,65,000 भइस जम्मा साथीहरू अब मौज गर्ने हो थाइल्यान्ड गएर घुमेर आउने हो म
थाइल्यान्ड घुमेर आउनु साथीहरु समुद्रको मा पेन्टीमा नुहाएर आउनु साथीहरु अरे मेरो मम्मीले माग्ने हो तास खेल्न लागि एउटा छैन भाइ अब हजुर त अब हेर्ने मात्र हो हेर्ने थुङ्गिनु मात्र हो अघि बसेन त्यही भएर पाउँदैन एक मेरा एक मेरा यो यतिकै दिएन यो चाहिँ दिएन भाइ तेरा और तेरा 150 मेरा 150 नानु 150 होइन तर खुद्रे 20 अनि थेली पिङेर फेरि कुची जगाइदिए तिमीलाई मेरो 50 हैन 150 ददस गर्न अब 170 ददस गर्न ओइ के 170 25 मलाई चाहिएन ल दिनु भयो त्यति भयो मलाई चाहिँ 25 रुपैयाँको साथीहरु थाइल्यान्ड घुम्ने मेरो सपना अधुरो भयो दुःखद खबर मोज गर किनेर तिमीहरु 2 लाख रुपैयाँ लिएर मोज गर म 25 लाख लिएर मोज गर्छु अब बजान भाइ सम्पर्क गर्नु है म लान्छु क्या राम्रो पानी जाने रोड सबै सडक फुलमाला घुमाउला नुहाको घरमै पुग्यो भाकारा क्या राम्रो पानी जाने रोड जापानको हलबाट ल्याउँदै जापानको यम झार्ने निकेशरलाई चढाउला फुलमाला सँगै घुमाउला नुहाको भन देउसी भाइ भन नुहाको लाउना देउरी हजार राम्रो रिकेशरलाई चढाउला फुलमाला सँगै घुमाउला नुहाको रिकेशरलाई चढाउला फुलमाला सँगै घुमाउला नुहाको लाइब्रेरी फुलको थुङ्गा नाङ्लोमा ढाका
बजार पुरै जापानको नारा विकेशरलाई चढाउला फुलमाला सँगै घुमाउला नुहाको फुलको ढुङ्गा नङ्लोमा ढाका चढाउला फुलमाला सँगै घुमाउला नुहाको देउसी भैले यतिकै भने माना सुस्मा खाने किन खाउने आहा क्या राम्रो पालुङ जाने रोड विकेशरलाई चढाउला फुलमाला सँगै घुमाउला नुहाको सँगै घुमाउला नुहाको गैलाई किलो ठोकेको जासरी आहा क्या राम्रो हात थप्यो हात थप्यो विकेशरलाई चढाउला देउसी रे घर बेटी बाबा देउसी रे घर बेटी आमा देउसी रे ढुङ्गामा चुँदा देउसी रे माटोमा चुँदा देउसी रे अन्डा भाली देउसी रे हिरा र मोती देउसी रे हिरा र मोती देउसी रे चिरी आउनु नाम गम्ब्याउले देउसी रे रोजी आएछ न हे बडा घरको देउसी रे हे बाबा र आमा देउसी रे हे लाला र बाला देउसी रे हे दशग्रह देउसी रे हे गङ्गा जलले देउसी रे हे गङ्गा जलले देउसी रे हे बगैमा लागुन देउसी रे हे देउसी भैले देउसी रे हे दिएको आशिष देउसी रे हे दिएको आशिष देउसी रे हे लागिमा राहुन देउसी रे हे लागिमा राहुन देउसी रे हे लेखको कहानी देउसी रे हे बेसीको माने देउसी रे हे बेसीको माने देउसी रे हे भाइ बालाले देउसी रे भाइ बालाले देउसी रे हे आशिष दिना देउसी रे हे आशिष दिना देउसी रे हे यतिकै जाने देउसी रे हे यतिकै जाने देउसी रे यतिकै जो अन्त चाहिँ गफमा छ भनेर परेछ भने नारी सम्हालना ए गराउँदा यस्तै हो चालना भनो सम्हालना यस्तै हो चालना चालना कौन साल आउला यसै गरी रमाइलो गरौला यसै गरी रमाइलो गरौला किन हो ल हामी तयार भयो भएन हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा आज चाहिँ गोरु तिहार म पनि सन्चै छु हजुरहरू पनि सन्चै हुन्छ अनि आजको यो नयाँ भिडियो म स्टार्ट गर्छु साथीहरू आज चाहिँ गोरु तिहार अनि त्यस पछाडि अब भोलि चाहिँ टिका अनि हाम्रो मम्मी र फुपू चाहिँ टक्कलाई यहाँनिर मम्मी चाहिँ स्ट्रबेरी बनाउँदै हुनुहुन्छ अनि त्यस पछाडि फुपू चाहिँ यहाँ माछ खेलाउनु भइरहेछ हाम्रो मम्मी त्यहाँनिर मस्त लागेर रिसाएर बस्नु भइरहेको क्या हो मम्मी तिनवटा चाहिँ बुन्नु ल हो के हो फुपू यो तरङ्गा तरङ्गा हो ल अब म चाहिँ यता माथि माछा फेरि अर्डर गर्न जानु लाग्यो तल मामाहरूलाई हामीले ल्याइसक्यो साथीहरू माछा मनैबाट हाँस्नु पऱ्यो नि त तिहारको बेलामा हाम्रो मम्मीको नौटङ धेरै हुन्छ साथीहरू ल म जानुपर्ने हुन्छ माछा अर्डर गर्नु आमै खाजिम लानुपर्छ कि त छ्याम यो ला दो करबा हाँ
म चाहिँ रोटीको लागि चामल पिन्न जाँदैछु घट्टामा। म र रोहन चाहिँ कहाँ गयो? ल म यहाँ बस्छु कि छिटो आउनु नि त दौडेर। ल दौडिनु पर्यो नि त। आउनु भेट्छ त नि। हो गुड रोहन दौडेको। हाम्रो पिङ पनि हाल्नु साथीहरू। के पैसा कि ज्याला किनमा? पैसा हामी त अब चाहिँ हामी जानुपर्ने हुन्छ घाँस काट्नलाई। अब भोलि टिका हो, आज घाँस पुऱ्याउनु पर्ने हुन्छ साथीहरू। म चाहिँ मेरो कामै घाँस काट्ने हो। बच्चो घरको काम चाहिँ घरमा हो। बहुत आधी सजिलो लाग्छ हामीलाई। हाम्रो हजुरआमा पनि त्यहाँनिर बुन्नु भइरहेछ। बुन्नु भएको माम कसरी तपाईँलाई हाम्रो माम बुझ्दैन। भाग्य होइन भाग्यमानी नि। भाग्यमानी हो नि त। नातिनीहरूसँगै यसरी बस्नु पाउनु भए भाग्यमानी हो नि तपाईँ। हजुरआमासँग यसरी बस्न पाएको छ हामी खुसी भएर। चस्मा दसदाए तेरे मुखरे पे यसरी लगाउ न। रोड के हुन के? ओ माय गॉड खतरा। खाना खाएर यहाँ बसिरहेको आराम गरिरहेको हाम्रो कान्छी फुपू पनि आउनु भएको छ टक्क लाएर। कस्तो भइरहेको छ फुपू? एकदम रमाइलो भइरहेछ। भोलि त टिका है। यसपालि चाहिँ ठुलो फुपूको पालो हो। आगो चाहिँ आगो हुने परार चाहिँ फुपू र मेरो पालो थियो। यसपालि पनि मै पालो छ। तर के छैन दिदीको जुडो छ अरे। नत्र भए त यसपालि दिदीले लाउनु हुन्थ्यो। हाम्रो मम्मी होइसिन्छ। कस्तो डर मलाई डर लाग्दैन यस्तो गरेको मात्र हो। अनि आजभोलि घरतिरै हुनुहुन्छ कि? टिका छैन बाजे? टिका छ हाम्रो? छैन? दाहरूको चाहिँ छ? छैन है? फेरि मोटाएर आमा मात्र भएछ। मेरो अनुहार त कस्तो भएको है। सबै भाइले तँसँग पैसा ल्याए तैँले? ल्याएन? ठुटी भएछ कुण्ड। साथीहरू हामी चाहिँ यहाँनिर फुल टिप्न आएको। बजार एरिया बस्तुर एरिया सबैतिर आजभोलि चाहिँ सर्टेज छ फुलको। कहीँ पाएन। यहाँनिर यस्तो भए पनि हामी लाने तर्फमा छौँ। विचारमा टिपिरहेको छौँ यहाँनिर। ना लिला नि ना मा अनि लिला नि दो बोला। सही हो बोला। के हो साथी हो तिम्रो? के हो साथी? Ala kali pinma yo kali चाउ ले साथी यत्रो फेरि भइसक्यो साथी किन लजाको के नलजाउ न त्यही गाल रोल ओधे पर्दैन गाल खाइमा त हेरो म र फुपू चाहिँ यहाँनिर फुल खोज्दै हिँडेको कहीँ भेटाएन। एउटा बजारदेखि लिएर हाम्रो चोक बजार गाउँ गाउँमा पाएको थिएन। यहाँ चाहिँ ठक्क फाइनली यहाँ चाहिँ भेटियो। तर यो पनि बेच्ने हो कि नबेच्ने थाहा छैन। टन्नै रहेछ हामी पुग्नु चाहिँ टन्नै रहेछ फुपू। बेच्ने हुन्थ्यो भगवान्।
त्यो घरको मान्छेले हो दिने फुपू दिनु भने के भन्ने एक दुई मारेर पनि दिनु भन्नुपर्छ है कसरी पनि मनाउने है फुपू साथीहरू हामीलाई दिएन यत्रो फुल हुँदा नि पुग्दैन रे उनीहरूलाई कम छ त यहाँ है फुपू चोर्नु पऱ्यो क्या एकदमै त्यो चोऱ्यो भने थाहा पाउँछ होला फुपू यस्तो फुल छ नबिज्ने भन्छ कस्तो गाह्रो भयो फुपूले राम्रोसँग छातो गर्नु ल फुपू छाता म यहाँ क्यामेराम्यान गाइस अब यस्तो यस्तो हुनु पऱ्यो होइन देखेँ क्या हो देखेन नि हाल्नु पऱ्यो अब के गर्नु त गाह्रो छ हामीलाई किन्न दिँदैन त के गर्नु त गाइस डोन्ट माइन्ड ल यति दुईवटा चोर्या हो कि धेरै चोर्या होइन यो चाहिँ हामी चोर्या होइन साथीहरू त्यहाँ सोधेर टिप्या हो आयो गाह्रो छ हामीलाई नसराप्नु ल गाइजहरू भने यस्तो राम्रो छ यस्तो राम्रो नजरी आमा फुपेन कस्तो राम्रो थियो भ्यू फुल चाहिँ पानीबाट ऊ यहाँ पनि चोर्नु अब उता पनि चोर्नु पर्ला बाटोतिर कहाँ बस्ती चोर्दै हिँड्यो अब के गर्नु त उपाय छैन किन्दा पनि दिँदैन त नदेखि गर्नु पऱ्यो नि त भने अब सिधा मलाई घिउ आएन टेढो गर्नै पर्यो उहिलेको बाजेहरू त्यति राखेको रहेछ त उखान होइन फुपू उखान रेडी रहेछ है रेडी रहेछ यार साँचो रहेछ यतिर नपाउनु भने जस्तो अब नि 500 दिन्छु भने हुँदैन त के गर्नु गाह्रो छ यस्तो राम्रो देख्छ नि फेरि यहाँबाट नजरिया देख्नुहोस् साथीहरू यस्तो राम्रो छ आपकेन बङ्लुङ क्लाजी ल ठिक छ आयाङ त आने आपकेन आयाङ त ल त यार जाऊ गाडी 10 हाफ लामकेन ल यार जाऊ फुल पनि ल्याइसकेँ मैले अनि त्यस पछाडि घाँस पनि ल्याइसकेँ थियो घरबाट अब चाहिँ हामी सबै कामहरू सकाएर बाइक घरमा जानु लाग्यो टिका लाउनलाई कहाँ जान्छौँ त हामी बस्नुपुर जानु लाग्यो साथीहरू हाम्रो चाहिँ बन्दैछ तिहारको फुलहरू तिहारको माला त्यो फुल रहेको छ टक्कर आएर यसपालि फुल छैन गाइस यसपालि फुल छैन गाह्रो छ त्यही भएर यसरी यस्तो अवस्था छ यस्तो अवस्थामा यसरी मिसाएर गर्नुपर्ने अवस्था छ गाह्रो छ ल ह्याप्पी तिहार सबैजनालाई हामीलाई चाहिँ के अरे माला बुन्दै हुनुहुन्छ भाउजू र फुपू मिलेर म चाहिँ यहाँ हेरेर क्यामेराम्यान अनि त्यसपछि म चाहिँ यहाँ हेरेर फुल किराउँदैछु साथीहरू टक्क लगाएर फुल नपाएर चोर्नु पर्ने अवस्था छ साथी चोर्न पनि नपाएर यहाँ कस्तो हैरान भइरहेछ चोरेर नभन्न यार सोधेर ल्याऊ चोरेको छैन चोर जस्तो देखिँदैन नि त मलाई हात लामो गरेको लामो गरेन पत्लु पत्लु टिप्नु परेन परे के जाने टिप्नु परेन परे 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 के जाने के अरे रोटी पकाउँदै हुनुहुन्छ चट्टा लाएर वाउ हाम्रो भाइले फर्स्ट टाइम भने त भाउजू रोटी बनाएको नानी भन्छ ओ खतरा एउटा नाङ्गे भुतुङ्गे रोहन चुम गोडु दिले भाइ तेल कबाट पाउनु पर्यो खोजेर टक्कर लाएर नन्दको लागि चट्टा लाएर रातो रोटी पकाउँदै हुनुहुन्छ भाउ साथीहरू म चाहिँ तल जानुपर्ने हुन्छ बसन्तपुर भाइलाई टिका लगाएर अनि फेरि यहाँ भाइलाई टिका आउनुपर्ने हुन्छ मेरो चाहिँ दुई ठाउँ त साथीहरू अब म चाहिँ रेडी हुन्छु अनि हाम्रो हजुरआमा हुनुहुन्छ लुगा धुनु भन्नुभएको थियो अलिक बिजी छु म अब भोलि आएर धुम्ला ल मेरो पनि भिजाएर आएछ यति धेरै कि मेरो पनि धोइदिनु
सक्दैन ल साथीहरू म चाहिँ रेडी भइसकेँ अब म चाहिँ जान्छु दिदी र भेना चाहिँ पनि आउनु भइरहेको छ अरे अनि दिदी चाहिँ भेनाको टिका छैन यसपालि यसो अब म जाँदैछु म भेना दिदी जाँदैछु तर टिका लाउन चट्टा लगाएर साथीहरू मेरो हेर्दैछु मेरो लुक्स कस्तो छ रोटी वाली अब जान्छु साथीहरू तल दसैँ आयो तिहार आयो मनै रहर दसैँ आयो तिहार आयो मनै रहर टिकट चढी कपिराइट लाउन सक्छ साथीहरू बस्नु हाँस्नु न एउटा पोज के हे भगवान हे परमेश्वर पिता के भयो यस्तो दशा साथीहरू मेरो चाहिँ यहाँ रेडी भइसक्यो भाइहरूको लागि तिहारको खानेकुराहरू हाम्रो रेडी भइसक्यो दिदी पनि आउनु भइसक्यो दिदी अनि भेना पनि जानुहुन्छ टक्कर लगाएर ल है भाउजू हामी गयो है राम्रोसँग बस्नुहोस् Pelamar santai bang jami dah boy. Anu ngai tar nyero theta ngai tar ngapa bino ngai roso binye. Hanang. Otte chubu mola geri khero yar ba. Sara भाइ घर लाग्यो अब. कुखुराले त्यहीँनिर बोलाइरहेको छ ल है हामी आइपुग्यौँ भाइ घरमा Happy Tihar! One, two, three, go. Happy Tihar! Happy Tihar! 1, 2, 3, go. Happy Tihar! Tiba cek kan aku tuh ya, na? यहाँनिर बाल्ने हो नि त्यो पनि आइज त्यो बाल्ने अब पुग्छ होला नि त एकचोटि सर आउनु भयो आसुल तान्दिन मोबाइलबाट धुवाइरहेको क्या हुन्छ यहाँबाट धुवाइरहेको के पछाडिबाट खिच्ने के पछाडिबाट खिच्ने दिदी ल ल स्योर दाउले सर आउनु हेलो त्यहाँ अप्ठ्यारो भयो कि भाइहरुलाई हाल रौँ खाइलो जिउ ल ल सर आउनु के सुप्रिम म आइज भित्र सर आउनु त समाज दिन्छु न हजुर समाज दिनु सर आउनु न छिटो के समाज हो आउनु न भिडियो भइसक्यो त्यो अफ गरेर हामी झिझिर पानी के आउनु ल भाइ अब यहाँ भित्र भएन ल सक्यो
क्या गरेको ह्याप्पी दियार बहिनीको सकिएन होला सकिएन अझै ल ल ल ह्याप्पी दियार अस्तागले जाङ समझे ल ह्याप्पी दियार त्यो भर्खर त्यो बस्छ नि सरला के उजुर र तातो पानी उमालेर खाने भने हामी ठुल्ठुलो कुरो नगर हामीसँग बसेर होइन गाइज भर्खर भात खाइरहेछ रसी खानुपर्छ एकछिनमा ठिक छ यताबाट चाहिँ मार्छ अरे यताबाट त्यति मात्र हो यताबाट त ल जान भगवान के गर्नु सुनै पर्दैन यहाँ ल साथीहरू हामी चाहिँ खाजा खाएर टक्क लगाएर अब हामी ताज खेल्न लाग्यो पछाडि आज चाँडो सुत्नुपर्ने हुन्छ आज भोलि धेरै काम छ हाम्रो यो दुईटा भाइ हो कान्छा भाइ दिपेश भाइ यो बाहिर पर्दैन पर्दैन राम्ररी भन स्वर मिलाइकन देउसिरी कसरी हो पर्दैन दिदी जाउँ न हामी त तल लङ्गुपर्छ खेल्न हामी सबै कुरिरहेको छौँ यहाँ यसरी आज एक दिन उठ्न दिदी के भएको होला निन्द्राको भोगी भनेको यस्तो मान्छेले भनिन्छ साथीहरू तिहार हो कि तिहार आज कम्ती दुखिरहेको मान्छेको फेरि दिदी हिँड्न हामी दिदी खतरा डान्स गर्छ यसो आज बिहान दिदीको डान्स हेर्नु पर्ला भनेको खतरा छ मलाई है जोडी बुढालाई नसी लागेछ ल नै तास खेल्नु नत्र भाइ हो कि 10 मिनट हो कि जमन्दाहरू नि छ कि जमन्दा बुढाबुढी त्यही नाचेर बसिरहेको उड्नै छिटो ओ निन्द्रा राति भाषण भर्खर 8 बजिरह भर्खर त कति बजिरह भर्खर त 8 बजिरह छ भर्खर त 8 बजिरह छ हामी त गएर आउँछ के के भयो होला यसलाई भन्छ 8 बजिरह न अब जानु न अरु जान्दिनु अजकल ठाउँमा फलेको फर्सी भनेको यस्तो मान्छेले भनिन्छ हामीलाई जान दिँदैन डर लाग्छ रे उसलाई फेरि आज तिहारको बेला पनि के भयो होला हामी दिदी भन्छ हो दिँदैन आफू पनि जाँदैन डर लाग्छ भन्छ तपाईँ बुढीलाई एक दिन त एक पन दिन त हिजोडा त कति राम्ररी हुन्छ त कहाँ हिजोडा भयो चर्तिकला नदेखा तिमी धेरै चर्तिकला होइन
भाइले डबल खायो के हाँस्दो रहेछ आज हाम्रो दिदी कम जान लागिसक्यो त्यहाँ हेरेर खाना एकचोटि पनि खाएको छैन बिचरा 500 रुपियाँ गइसक्यो गाइस मलाई चाहिँ निन्द्रा लगाएर पाक भइरहेछ तर मलाई निन्द्रा लागेको छैन एउटा चाहिँ खोटे बाजु त्यहाँ हात ताङै चुरो भनेर गयो म त अब लसो माछा फाँसिगयो